हेलो एभ्रिवान, गुड मर्निङ। तपाईहरु सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो यो भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ गाइस हैन। अहिले चाहिँ म फिलहाल चाहिँ कहाँ जाँदैछु भन्दा डीमार्ट गएको। डीमार्टबाट चाहिँ यति बेसी सामानहरु किन्नुको लागि गएको म चाहिँ हैन, किनभने धेरै वर्ष भएको थियो नि त डीमार्ट नगएको। अब डीमार्ट जाँदैछु। यहाँनिर मेरो साथी छ। सो साथी र म जाँदैछ। शी इज माई रुममेट। अनि अब हामी अटोमा चढिसक्यो। अब अटोमा गएर चाहिँ एकदम हामी फन गर्दै जाँदैछ है। अनि यस्तो हेरेको त मेरो जुत्ता त बाङबुङ भइसकेको रहेछ गाइस है। सो अब नयाँ किन्नुपर्छ भन्दै सोच्दै गयो। अनि सो फाइनली हामी डीमार्ट पनि पुगेर अब तपाईहरुलाई देखाउँदैछु है यहाँनिर कस्तो के हुन्छ भनेर। अनि भित्रको भिडियोहरु चाहिँ मैले त्यति बेसी लिनु पाएन, किनभने सामानहरु लिनु थियो है हामीलाई। आधी लिइसकेर लिफ्टमा चढेर हामी फर्स्ट फ्लोर र सेकेन्ड फ्लोर गर्दै थियो हैन। कन्फ्युज भइरहेको थियो। त्यहाँदेखिको यहाँनिर वरिपरि यसो मान्छेहरु पनि एकदम आफ्नो आफ्नो धुनमा किनिरहेको थियो हैन। अनि चाहिँ यहाँनिर ऊ साथीले यहाँनिर हो गाडी ठोकायो। त्यहाँदेखिको फेरि मैले गएर साइड गरेँ। त्यहाँदेखिको यहाँनिर यसो हेरेको कोलगेट। त्यहाँदेखिको यो किनौँ भनेको एकदम महँगो छ अरे। ल नि त भनेर फेरि हामीले अर्कै कोलगेट क्लोजअप किन्यो है। त्यहाँदेखिको चाहिँ यहाँनिर सामानहरु प्याक गरिसकेर हामी बाहिर निस्किसकेको छ। अनि दुईटा झोलामा त प्याक भइसकेको थियो, तर ओभर सामान बेसी भएर फेरि नयाँ ब्याग लिएर मैले फेरि नयाँमा फिल गरेँ सामानहरु। त्यहाँदेखि यहाँ चाहिँ हामी मेरो साथी चाहिँ पुरा रिसाइरहेको थियो चिया खानु नपाएर है। त्यहाँनिर पागल रहेछ। अनि सो घर जाने सिलसिलामा हामी चढिसक्यौँ गाडीमा यहाँनिर अटोमा है। अब चाहिँ हामी घर जाने हो। त्यहाँदेखि घर पुगेर चाहिँ म तपाईहरुलाई देखाउँछु मैले के सामान लिएको छु भनेर। हत्तु भएर थाक्यो गाइस है। यो पुगिसक्यो रुममा। त्यहाँदेखिको चाहिँ अब रुममा पुगेर चाहिँ अब सोच्दै थिएँ म यहाँनिर एकदम थाकेँ। सो म चाहिँ आज डीमार्ट गएको थिएँ। सो मैले के लिएर आएको छु भनेर तपाईहरुलाई म देखाउन चाहन्छु। सो भिडियो एन्डसम्म हेरिदिनुहोस् होला। सो फर्स्ट चाहिँ मैले यो म्यागी लिएर आएको छु। यो चाहिँ एकदम कोही बेला खानु मनपर्छ नि त। अनि यो ओइल लिएर आएको छु। यहाँनिर डीमार्टकै ओइल होइन, दुईटा ओइल लिएर आएको छु। दुईटा ओइल। त्यहाँदेखिको लिएर आएको छु मैले यो पास्ता लिएर आएको छु। पास्ता पनि दुईटै लिएर आएको छु। यो चाहिँ मेरो एकदम 2-3 महिनाको रासिन हो गाइस हैन। घरिघरिको कुदिरहन्छ। अनि यो बिस्किट यो पनि अब कोही बेला खानु मन पर्दा कुदेको। त्यतिकै लडेको गर्छ त। त्यहाँदेखिको चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो छुरी एकदम मलाई जरुरत थियो छुरीको चाहिँ हैन। त्यहाँदेखिको यो चपिङ बोर्ड।